लाग्यो दामी बनाइदिन्छु यहाँ ल्याउन म दामी बिजक यहाँ ल्याउन म दामी बनाइदिन्छु भनेको साथी त त्यहाँ बस् न यस्तो छ हालत गाइज यहाँ हाम्रो झक्रिनी चाहिँ यहाँ हुनुहुन्छ हाम्रो भाउजू हो खाद्नुहुन्छ उहाँले बेसी भित्रैदेखिको निकाल्नु भयो उहाँले हिजो बेलुकादेखिको फोहोर अवस्था अहिले घर जाने बेला बिचमा बनाउनु पर्छ सर जस्तो बनाएको छिटै आइपुग्यो ढिलो भयो एकपछि हिँड्यो भने पनि आरामले यो त अब अनलिमिटेड हो माथि कुडी बजारसम्म पुगिन्थ्यो यहाँबाट 2-3:30 हिँड्नुपर्छ खानामा ओर्लिने बेलामा 6-6:30 हुन्छ टिकटक पोस्ट गरिदिइहाल्नु कहाँ निदाउनु दिनुहुन्छ यिनीहरूलाई यिनीहरूलाई कस्तो मजा आएको हाम्रो चाहिँ हालत यस्तो छ गाइड्स अब पछाडिको हालत यस्तो छ यी उड्दैछ यो मुनिबाट अगाडि गाडी आइरहेछ गाइस हेर त्यही देखिरहेछ ओहो कि बोलेरको यस्तो मात्रै देखिरहेछ ए बगल देखिरहेछ स्लो ल है गाई त हामी चाहिँ डाँडोतिर चढ्न सुरु गऱ्यौँ अब यहाँ चाहिँ गाइस पहिला हामी हिँडेर आउँथ्यौँ निङ्रो टिप्न अहिले चाहिँ यहाँ गाडीमा आइरहेछौँ हामी च्याउ टिप्न आउँथ्यौँ गाइस चाहिँ हाम्रो हिमाल गाइस आइयामा भइरहेको छ यहाँ हाम्रो मान्छे हाँस्दै अनि खिटखिट गरेर मजा आइरहेको छ यिनीहरूलाई आज निन्द्रा चाहिँ डर लाग्छ गाइस यता हर्किँदा नि यतै दुख्छ उता हर्किँदा नि उतै यस्तो छ गाइस अवस्था अब यहाँको अहिलेको ताजा अवस्था हजुर यसलाई त बेलुका एडिट गरी 15 सेकेन्डको बनाउने हो अब यसमा कति फ्यालिन्छन् कति बस्छन् कति पोस्ट हुन्छन् पोस्ट गरौँ न एकदम युट्युबमा त गइहाल्छ नि 3 घन्टासम्मको बेलुका टिकटक र फेसबुकमा त काट्नुपर्छ अनि स्टोरीमा पनि जाँदैन र पुरै
गम्भीर छ गाइज अवस्था यहाँको अहिले। त्यति साह्रो गम्भीर पनि छैन। ठिकै छ गाइज होइन देखाउनु भयो डाँडा हेर्नु न क्या दामी डाँडा